स्वागत छ। अहिले चाहिँ म आफ्नो घरको नजिकै रहेको पुलमा जानको लागि हैन, घरदेखि हिँडिरहेको अवस्था है। अब हिँड्दै गर्दा अब यसो जाने तयारीमा माथि है त साथीहरु। ल साथीहरु, अहिले चाहिँ म जाने तयारीमा छु माथिको पुलमा। ल हजुरहरु हेर्न सक्नुहुनेछ। ल न साथी, यहाँनिर हेर्न सक्नुहुनेछ, यो चाहिँ बोरिङ हो है। यसले चाहिँ खेतको सिँचाइ रोपाई गरिन्छ हैन। यो पनि यहाँनिर अर्को छ, दुईटा बोरिङ छ यहाँनिर, हेर्न सक्नुहुनेछ हजुरहरु। साथीहरु, अहिले चाहिँ म बीच बाटोमा पुगिरहेको अवस्था हैन। ल एकदमै रमाइलो हुँदैछ। यो चाहिँ मेरो गाउँ हो है, हेर्न सक्नुहुन्छ हजुरहरुले। ल साथीहरु, यहाँनिर चाहिँ मेरो पुरा गाउँ छ हैन। यो गाउँ हुँदै बिस्तारै अघि बढिरहेको अवस्था भन्नुपर्छ है त। यहाँनिर चाहिँ ठुलो सिमलको रुख छ हैन। यहाँ चाहिँ पहिला चाहिँ केटाहरूले पुरा तरुनीहरू पट्याउने गर्थे रे के, यो नजिकै। ल साथीहरु, हेर्न सक्नुहुन्छ तपाईहरु, यो चाहिँ नल पुल्दै हैन। अहिले चाहिँ म खेतको बाटो हुँदै गइरहेको छु हैन। बाटो गयो चाहिँ अलिक फेरो हुन्छ, त्यही भएर खेत हुँदै गइरहेको अवस्था। यता चाहिँ आग लगाएको चाहिँ गाउँ हो हैन। ल हेर्न सक्नुहुन्छ हजुरहरु, दुईजना केटाहरू छन् मसँग हैन। ल साथीहरु, यहाँनिर चाहिँ अगाडि हैन डल्लो जाँदैछ। ल हेर्न सक्नुहुन्छ साथीहरु, गाउँ हुँदै खेत हुँदै आफ्नो उता पुग्ने अझै फेरि 5 मिनट लाग्छ होला। ल है साथीहरु, यो चाहिँ बैशाखी मकै हो हैन। एकदमै फलिरहेको अवस्था छ भन्नुपर्छ बैशाखी मकै, हेर्न सक्नुहुनेछ हजुरहरुले। गाउँ हुँदै बाख्रा चरिरहेछन् हैन। यता पनि हेर्न सक्नुहुनेछ हजुरहरु, मकै है। अब चाहिँ म पुगम भइरहेछ है त साथीहरु। यतातिर मकै पनि बैशाखी मकै फलिरहेको अवस्था। उता पनि गाउँ हैन। म चाहिँ बीच खेतबाट हिँड्दैछु भन्नुपर्छ है त साथीहरु। ल साथीहरु, यहाँनिर चाहिँ बाख्रा चरिरहेको छ हैन। यस्तै छ नि त आजभोलि, हेर्न सक्नुहुनेछ हजुरहरु। म चाहिँ अब रोडमा पुग्दैछु हैन। खेतको बाटो हुँदै गइरहेको थिएँ, अब चाहिँ रोडमा पुगिरहेको अवस्था। ल हेर्न सक्नुहुनेछ हजुरहरु, म चाहिँ अहिले चाहिँ रोडमा पुगेँ हैन। यहाँ चाहिँ बाटो हुँदै पुलनिर अगाडि बढिरहेको छु, झोलुङ्गे पुलनिर। यो त कस्तो लाग्छ भिडियो हेरेर प्रतिक्रिया दिनु होला भने भन्न चाहे सम्पूर्ण मेरो साथीहरुलाई। अटो आइरहेछ, पुलतिरको यात्रा अगाडि बडम है। ल जाँदैछु अहिले चाहिँ। ल साथीहरु, फाइनल्ली हैन पुलतिर इन्ट्री गरियो। यो चाहिँ पुलको स्टार्ट हुँदैछ अब चाहिँ हैन। अब हेर्नुहोस्, यस्तो प्रकारको फुल छ भन्नुपर्छ हैन। हेर्न सक्नुहुनेछ हजुरहरु, चाहिँ सानो नदी पनि छ हैन यहाँ। अहिले चाहिँ खासै मान्छेहरू अलिअलि छ, तर बिहानतिर चाहिँ लास्टै मान्छेहरू हुन्छ। यहाँ चाहिँ भाइरलै हुन्छ क्या, एकदम भाइरल छ भन्नुपर्छ। हजुरहरु हेर्न सक्नुहुनेछ, यो चाहिँ पुलको दृश्य। यही पुलमै आउन खोजेको मैले चाहिँ हैन। ल हेर्न सक्नुहुनेछ, यो चाहिँ सानो नदी छ। अहिले चाहिँ सानो हो, तर चाहिँ बर्खाको समयमा चाहिँ लास्टै ठुलो हुन्छ नि फेरि है। हेर्न सक्नुहुनेछ हजुरहरु, यता पनि नदी उता पनि हैन। पुलको माथिबाट हेर्न सक्नुहुनेछ, ठुलो जङ्गल छ हैन। यहाँ माथि डाँडाहरू छ, एकदमै रमाइलो ठाउँ हो कि यो चाहिँ। खास हजुरहरु पनि आउन सक्नुहुनेछ यहाँ, यो डाँडातिर पहाड चढ्नको लागि आउनु होला। एकदमै इन्जोय गर्नुपर्छ है, भिडियो हेर्नु होला पनि भन्नु छ। ल हेर्न सक्नुहुनेछ हजुरहरु, यो चाहिँ नदीको पानी हो के, हरियो भइरहेछ।
यस्तै छ साथीहरू। ल साथीहरू हेर्न सक्नुहुन्छ हजुरहरू यो प्रकारको चाहिँ छ होइन। अहिले चाहिँ मान्छे पराइ छैन, तर टाइममा धेरै मान्छेहरू हुने गर्छ यहाँ। हेर्न सक्नुहुनेछ यो चाहिँ झुलेङ्गे पुल होइन। ल साथीहरू फाइनल्ली साथीहरू पुलमा पनि आइयो होइन। उताबाट यता क्रस गरियो। अब चाहिँ बिस्तारै घुम्दै जानुपर्छ भन्नुपर्छ है त्यो साथीहरू। हेर्न सक्नुहुनेछ है यो चाहिँ गौरीगङ्गा 5 र 7 मा बनेको पुल चाहिँ होइन। हेर्न सक्नुहुनेछ हजुरहरू। पुलमा यता अघि चाहिँ उता थियो होइन। अहिले चाहिँ यो यतातिर आएर हजुरहरूलाई देखाउन गएको छु होइन। यस्तै साथीहरू गाउँले जीवन हेर्न सक्नुहुन्छ। भिडियो हेरेर साथ दिनु होला पनि भन्न चाहे। हेर्न सक्नुहुन्छ यहाँ यसमा चाहिँ बाइकहरू साइकलहरू पनि चलाएर जान्छन् कि मान्छेहरू होइन। यस्तै छ साथीहरू। तपाईँहरू पनि आउन सक्नुहुनेछ यतै गौरीगङ्गा नगरपालिका वडा नम्बर 7 मा त सबैलाई थाहा छ होइन। तैपनि यताको अगल बगल छिमेकीमा हुनुहुन्छ भने आएर एकचोटि भिजिट गर्न सक्नुहुनेछ हजुरहरूले। यो प्रकारले बनेको चाहिँ नदीमा चाहिँ आइरहेको छन् मान्छेहरू होइन। त्यो नदीमा हजुरहरू हेर्न सक्नुहुनेछ होइन। माछा मारिरहेको छ, जाल खेल्दैछन्। माछा पनि पाउँछ है यो नदीमा। भिडियो हेर्न सक्नुहुन्छ हजुरहरू। पुल पनि देखायो हजुरहरूलाई। कस्तो लाग्छ भिडियो हेरिदिएर माया गरिदिनु होला पनि भन्न चाहे। हेर्न सक्नुहुन्छ हजुरहरू। माछा पर्यो है जालमा। जाल हान्दैछ केटाहरूले साथीहरू। जाल हानेर होइन माछा पडिरहेको अवस्था। ल हेर्न सक्नुहुनेछ। माछा पनि डह्रो मार्दो रहेछन् केटाहरूले। र अन्तिम चरणमा म चाहिँ अब घर जाने तयारीमा छु होइन। हेर्न सक्नुहुनेछ हजुरहरूले चाहिँ फाइनल्ली आज धेरै पछि यो पुलमा आएर भिडियो बनाएर अब चाहिँ आफ्नो रोम जाने। रोम यानि कि घर बाहिर बसेको कारणले रोम भन्नमा आयो होइन। घर जाँदैछु अब चाहिँ। यस्तो आकार छ भन्नुपर्छ है साथीहरू। घर जाने टाइममा चाहिँ एउटा सम्झना स्वरूप है त। सबैजना साथीहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, लाइक सेयर पनि गरिदिनु होला है। यति भन्दै अब चाहिँ भिडियो अन्तिम गर्न चाहे।